ल हेर्नुहोस् है साथीहरू, आज चाहिँ हामी चाहिँ मोमो बनाउनका लागि चाहिँ भान्जीले चाहिँ हेर्नेर चाहिँ मैदा चाहिँ यस्तो तरिकाले चाहिँ बाटामा चाहिँ बेल्दैछ है साथीहरू। खानुभयो आउनु होला है साथीहरू। यो चाहिँ हामीले तर रुममै बनाउन आँटेको मोमो है साथीहरू, हेर्नुहोस् है। यस्तो मजाले चाहिँ हाम्रो भान्जीले चाहिँ मेहनत गरेर चाहिँ यो मैदा चाहिँ बेल्दैछ है साथीहरू, हेर्नुहोस् त। यसलाई मुछेर चाहिँ रेडी गरेपछि चाहिँ यसलाई चाहिँ बनाइन्छ है साथीहरू। ल साथीहरू, यो चाहिँ किमा रेडी हुँदैछ है। उता चाहिँ हाम्रो चाहिँ त्यो मोमो बनाउने भाँडा हो, यो चाहिँ किचन हो। यस्तो खतरा चाहिँ किमा हुँदैछ है साथीहरू। यो पोर्क मोमोको लागि चाहिँ यो किमा हो है साथीहरू। ल हाम्रो नानाले चाहिँ यस्तो तरिकाले चाहिँ किमालाई चाहिँ मुछ्दै हुनुहुन्छ है साथीहरू। ल एकदम धेरै भन्दा धेरै गाइजहरू हाम्रो भाइलाई सपोर्ट गर्नु होला, फलो गरिदिनु। केही हुँदैन साथी बन्दा, फलो गर्दा केही पनि हुँदैन। भिडियो हेरेर तपाईँहरूले खानु नपाए पनि मनोरञ्जन लिनु होला। एकदमै धेरै सपोर्ट गर्नु होला गाइजहरू। अलिक आरी सानो भएछ नि नाना? सानो भएको छ अरे। अलि ठुलो आरी भए चाहिँ मजाले मुस्नुहुन्थ्यो क्या। किमा चाहिँ कस्तो राम्रो भएछ है साथीहरू, हेर्नुहोस् है। उता गर्दैछ किमा चाहिँ यस्तो राम्रो छ है साथीहरू, यति धेरै छ। ल बनाउँदै गर है, म माथि गएर म के अरे बनाएर झार्छु, सुप बनाएर झार्छु। यहाँ चाहिँ हामीलाई मैदालाई चाहिँ यस्तो तरिकाले चाहिँ प्लास्टिकमा प्याक गरेर राख्छौँ साथीहरू। ल साथीहरू, बनाउन चाहिँ अहिले रेडी भइसक्यो है मोमो हाम्रो। मलाई चाहिँ बनाउन आउँदैन, भान्जीहरूले चाहिँ बनाउँदै हुनुहुन्छ है साथीहरू। बनाउन सुरु गरौँ है। हात पखालेर आउँछु गरेर ल। फेरि मैदा कालो हो नि त नि। ओहो कालो होइन, ब्लू कलरको निलो। वाह भन्दै थियो नि कति गोरो यो न तपाईँलाई झन्डेको मोमो यहाँ बनाउँदैछु है त भान्जीहरूसँग। मोमो म सिकेँ भने मोमो बनाउनु जानेपछि ठेला राख्नु पर्ने छ त्यहाँ बाहिर गएर रोडमा। जस्तै घुँडा धसी धसी बनाउनु पर्ने हो क्या तपाईँले त। मोमो बेला झन् सास पाउनु छुट्टिएन म एकचोटि बेल्छु ल भान्जी। तपाईँको प्यान्ट लिएर म भित्र छ नि अनामिका। कोही चाहिँ कत्रा बनाउँछ के, त्यस्तो चाहिँ कसरी बनायो? यो मुन्टा कसैमा धेरै कसैमा छ। Oh my god. Itada. Oh my god. सिक्छु गरे ल। यो म पनि बनाउन सिक्छु। सिक्नु न। सिकाउने मान्छे छुँदैछु नि होइन। के भन्दा oh my goodness. गुडनेस यस्तो भने मानि बसेर ताले गर्ने रहेछ के गुडनेस नहुने भयो। यस्तो हुन्छ हजुर फर्स्टै मेरो भा हो। ए माइला गड। ओ माइला गड। बी माइला गड। एमा त कति भन्नु, बी पनि भन्नु पर्यो। सी पनि भन्नुपर्छ नि। दिन भन्यो बेटी सकिँदैन के अरे एउटा। अरूले हाम्रो त त्यस्तो बन्दैन त त्यो पकाएको जस्तो। त अङ्कलहरूले अलि मिसयुज गर्नुहुन्छ कि। बिचरा हात रङ्गिरो। उनीहरू त अब एक्सपर्ट हो नि त। ए भान्जीले बनाउने रहेछ त नि। ओके कतिर घुमाउने त
भान्जी पोपेटलाई मोमो भन्छ हाम्रो किमा खतरासँग देखाइदेऊ त भान्जी किमा कस्तो खतरा छ भनेर ओके हाम्रो किमा जतिखेर पनि कोही पनि छैन फेरि गफै भुइँमा घोप्टिनुपर्छ अनि भएर नना ल्याएर अहिलेसम्म चाहिँ हामीले अहिलेसम्म चाहिँ टिपेर धोएर फेरि रेडी भयो ल खसिहाल्यो अरे मोमो पनि देखाइदेऊ मोमो पछि गोलो गोलो अन्डा बनाउनु आइयो के गरेर खाने बेला आइपुग्नु मात्र खाने अस्ति हामीले एक सिट पकाइसकेको थियौँ नानी के अरे माथि खाना खाएर गएको थियो मजाले खान्थ्यो मोमो यहाँ बनाउन ऊ चाहिँ माथि खाना आएको उहाँ त म सुप बनाएर आउँछु भन्ने भएर गायब आज पनि गायब आइसम्म हामी आइसक्थ्यौँ 10 राउन्ड आइसक्थ्यौँ होला गोलो हुँदैन त ओर बल्ल च्याउ जान्छ त गिलास लिएर काट्नुपर्छ क्या झट्ट झट्ट तर लास सानो त फेरि गिलासको कति ठुलो चाहिन्छ अस्ति नै हाम्रो एकचोटि त्यो माथि लाखे जात्राको बेला मोमो खाएको थियो यत्रो यत्रो रहेको मोमो त यत्रो भयो मेरो त एकैचोटिमा 3टा आँट्ने भयो एकैछिन तिनवटा आज रक ल्याएर खान्छ चाहिँ खान्छ अलिअलि गोलो हुँदैछ टन्काउनुपर्छ गोलो हुनुहुन्छ सुरुमा पनि मैले यस्तो बेला नआएर किमा बनाइसक्यौ बच्चाहरूमा चाहिँ मलाई सिकाउनु भएको मोमो दिदी बेल्ने त गुडेर पल्लै थियो गुडेर बेल्ने पनि खाट मुनि बसेर बेल्छ अहिले अरू त ठिकै ढाड लास्टै दुख्छ क्या फेरि चिल्लो बनाउनु पर्यो यसो सबै सबै के छ झन् पहिला त कति मामा खाने बेला माथि त हराउनुहुन्छ होइन पर पाकिसकेपछि आइपुग्दा कति टुप्लुक खानु भिडियो यो चाहिँ नानाहरू सबै भएर यहाँ बनाउनु थालिसक्नु भएछ त्यही त्यही भएर मैले त्यति लास्ट साथीहरू यहाँ चाहिँ पाक्ने रेडी भइसक्यो हाम्रो मोमो टक्कसँगले पकाएर पनि राखिसकेको छौँ लास्ट साथीहरू हामीले चाहिँ भाग्ला र नानाहरूसँग खानु सुरु गरिसक्यो है साथीहरू हामीले चाहिँ खाइ पनि सक्यो है साथीहरू यस्तो राम्रो बनाएको थियौँ खाऊ खाऊ अन्नमा क्या भन्छ